दर्शकबिन विक्रम सम्वत 2078 सालको फागुन 15 गते पक्राउ परेका थिए पल शाह र 1 वर्षपछि 2079 फागुन 15 मा रिहा भएका छन्। 1 वर्षसम्म जेल जीवन बिताएका पल शाह आज फागुन 15 गते तनहुँ कारागारबाट रिहा भएका छन्। धेरै दर्शकहरूले यस्तो प्रश्न पनि गरेका छन् के सन्दीप लामेछाने जस्तै पल शाहले पनि विदेश जान नपाउने, म्युजिक भिडियो फिल्महरू खेल्न पाउँछन् कि पाउँदैनन्, कतै रोकठोक त हुँदैन भनेर पनि जान्ने इच्छा राखेका छन्। दर्शकबिन खुसीको कुरा पल शाह पूर्ण रूपमा रिहा भएका हुनाले उनलाई कुनै पनि कुराको रोकठोक गरिने छैन। जे जसरी पहिला काम गर्थे त्यसरी नै आजको दिनदेखि काम गर्न पाउनेछन्। फिल्म होस् या म्युजिक भिडियो, उनले चाहेका हरेक कुरामा उनले काम गर्न पाउनेछन्। दर्शकबिन पल शाह अहिले छुटिसकेका छन्। छुट्दाखेरि उनले यस्तो भनेका छन्, अहिलेलाई यति मात्र भन्छु, सबैलाई धन्यवाद। पल शाहलाई पल्की बहिनी रोशनीले गाडीसम्म ल्याइदिएकी थिइन्। पल शाह आज पोखरामा बस्नेछन् भने पोखरामा एक दिन आराम गरेर भोलि मात्रै काठमाडौँ आउनेछन्। पल शाह रिहा भएपछि धेरै सेलिब्रेटीले आफ्नो सोसल मिडिया मार्फत बधाई तथा स्वागत गरेका छन्। तर पल शाहकै मिल्ने साथी पूजा शर्माले भने केही पनि प्रतिक्रिया दिएकी छैनन्। उता दुर्गेश थापाले पनि कुनै प्रतिक्रिया दिएनन्। समीक्षा अधिकारीले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्। जुन यो फोटो फेसबुकमा भाइरल भइरहेको छ यो एडिटिङ गरेको मात्रै हो, यो रियल भने होइन। सुनिल गिरीले वेलकम पलजी भनेर फेसबुकमा पोस्ट गरेका छन्। एलिजा गौतमले पनि किङ इज ब्याक भनेर पोस्ट गरेकी छिन्। कमल खत्रीले पनि फेसबुकमा पल शाहको पक्ष लिँदै पोस्ट गरेका छन्। टिकटकर मिस पबीले पनि पल शाहको फोटो हाल्दै लभ रियाक्ट गरेकी छिन्। सायद अब मिस पबीको सपना पनि पूरा होला जस्तो छ। पल शाहसँगै काम गर्ने इच्छा थियो मिस पबीलाई। आशा छ हामी यो भएको पनि चाँडै देख्न पाऊँ। साथै अन्य धेरै सेलिब्रेटीले पनि शुभकामना तथा स्वागत गरेका छन्। दर्शकबिन अहिले पल शाहलाई हम्मे परेको छ। पल शाह गाडीमा छन् भने पल शाहका समर्थकहरूले उनलाई चौतर्फी घेरेका छन्। पल शाह हाई हाई यो जित कसको, पल शाहको भन्दै नाराबाजी समेत गरिरहेका छन्। पलजी निकै नै खुसी मुद्रामा हुनुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ पल शाहलाई भर्खरै मात्र कारागारबाट बाहिर निकालिँदैछ र शुभचिन्तकहरूको निकै नै ठुलो भिड छ। यति बेला शुभचिन्तकहरूको निकै नै ठुलो भिड देख्न सकिन्छ। दर्शकले शुभचिन्तकहरूको निकै नै ठुलो भिडबाट यति बेला पल शाह बाहिर निस्किँदै हुनुहुन्छ। यो सबैका लागि खुसीको कुरा हो कि आज एउटा निर्दोष व्यक्ति फस्नबाट बचेको छ। आज एउटा निर्दोष व्यक्तिको जिन्दगी बचेको छ। एउटा खुसीको कुरा हो। तपाईँ देख्न सक्नुहुन्छ पल शाहका फ्यानहरू